दर्शकबिन चलचित्र आबाट आमाले नेपाली सिनेमा हलहरूमा आज 17औं दिन पार गरिसकेको छ र 17औं दिनसम्म आइपुग्दा चलचित्र आबाट आमाले नेपाली बक्स अफिसमा कति करोडको व्यापार गर्न सफल भयो, के कस्ता रेकर्डहरू तोड्न सफल भयो, के कस्ता रेकर्ड ब्रेकडाउन गर्न सफल भयो। दर्शकबिन आज हामीले चलचित्र आबाट आमाको सम्पूर्ण नेपाली बक्स अफिस कलेक्सनको बारेमा, यसले नेपालबाट कति कमायो, विदेशबाट कति कमायो, के कस्ता रेकर्ड तोड्न सफल भयो भन्ने कुरा आदि इत्यादि कुराको जानकारी दिन्छु। कृपया भिडियोलाई अन्तिम समय हेरेर साथ दिनुहोला। दर्शकबिन हेटरहरूले नायक पल शाहको फिल्महरू चल्दैन, पल शाह सकिए, पल शाह भनेको म्युजिक भिडियोमा मात्र चल्ने हो भनेर जसले भनेका थिए, जुन डाइरेक्टरहरू जुन प्रोड्युसरहरूले नायक पल शाहलाई आफ्नो फिल्मबाट निकालेका थिए, त्यस्ता व्यक्तिहरूलाई नायक पल शाहले मुखमा बुझो लगाइदिएका छन्, झापड हानिदिएका छन्। किनकि दर्शकबिन यति बेला नायक पल शाहका फिल्महरू ब्याक टु ब्याक सुपरहिट भइरहेका छन्। चलचित्र मोहरले पनि नेपाली बक्स अफिसमा धमाल कमाइ गरेको थियो र नेपाली बक्स अफिसमा सुपरहिट भएको थियो। त्यसैगरी चलचित्र आमाले पनि नेपाली बक्स अफिसमा धमाल मचाइरहेको छ। सम्पूर्ण सिनेमा हलहरू हाउसफुल भइरहेका छन्। चलचित्रले 16औं दिनसम्म आइपुग्दा नेपाली बक्स अफिसमा 8 करोड 50 लाख भन्दा माथिको ग्रस कलेक्सन गरेको छ भने चलचित्रको बजेट रहेको थियो 1.5 करोड। हिँड्नको लागि जम्मा 3 करोड कमाउनु पर्थ्यो, तर चलचित्रले 16औं दिनमा 8 करोड 50 लाख भन्दा माथिको ग्रस कलेक्सन गरेको छ र चलचित्र सुपरहिट भइसकेको छ र चलचित्र ब्लकबस्टरतिर गइरहेको छ। आज 17औं दिन पनि चलचित्रको एडभान्स बुकिङ अत्यन्तै राम्रो रहेको छ। नेपाली सिनेमाहरू हाउसफुल गरेको छ र आज पनि चलचित्र आबाट आमाले 17औं दिन लगभग 50 देखि 1 करोड बराबरको ग्रस कलेक्सन गर्ने देखिन्छ र यो सँगसँगै चलचित्र आबाट आमाले नेपालबाट मात्रै 9.5 करोड भन्दा बढीको ग्रस कलेक्सन गरेको छ दर्शकबिन 17 दिन भित्रैमा। र चलचित्रले वर्ल्ड वाइड 17 दिनसम्ममा 12 करोड 12.5 करोड भन्दा माथिको ग्रस कलेक्सन गरेको छ र चलचित्र नेपाली बक्स अफिसमा ब्लकबस्टर साबित भएको छ। यसपटक भने नायक पल शाहले आफ्ना हेटरहरूलाई, डाइरेक्टर प्रोड्युसरहरूलाई जो नायक पल शाहलाई फिल्मबाट निकालेका थिए, बहिष्कार समेत गरेका थिए, त्यस्ता व्यक्तिहरूलाई नायक पल शाहले राम्रोसम्म सबक सिकाएका छन् कि नायक पल शाह एउटा कलाकार हो, एउटा एक्टर हो। नायक पल शाहको स्टेडियम कति छ, फ्यान फलोइङ कति छ भनेर यसपटक राम्रोसँग सबक सिकाएका छन्, झापट लगाइदिएका छन्। दर्शकबिन आबाट आमा चलचित्रको अन्य बक्स अफिस कलेक्सन, आगामी दिनहरूमा चलचित्रले के कस्ता रेकर्डहरू राख्छ, के कति कमाइ गर्न सफल हुन्छ, चलचित्रले कति करोडको व्यापार गर्नेछ टोटल भन्ने कुराको जानकारी दिनेछ। कृपया तपाईँले हाम्रो युनिक च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर हामीसँग जोडिनु होला। किनकि दर्शकबिन हामीले यस च्यानलबाट यस्तै नयाँ अपडेटहरू नेपाली बक्स अफिस कलेक्सन, एक्टर बायोग्राफीहरू लिएर आउँछौँ, जसले गर्दा हजुरलाई धेरै कुराको नलेज हुनेछ। थ्याङ्क यू फर वाचिङ भिडियो। बाई बाई दर्शकबिन।